मालपोतको एउटा सामान्य मालपोत अधिकृत जिल्लाको प्रमुख, जिल्ला भनौँ न, एउटा जिल्ला धेरैवटा मालपोत कार्यालयहरू छ, मैले देखेको 1 करोडसम्म त्यो कुर्सी बिक्री हुँदो रहेछ 1 वर्षलाई, 1 देखि 1.5 वर्षलाई। जब 1.5 वर्षको लागि 1 करोडसम्म पैसा तिरेर त्यो कुर्सीमा जान्छ, त्यो मान्छेले त्यहाँ गएर के काम गर्छ? उसको सम्पूर्ण ध्यान त त्यही पैसामै हुन्छ नि त। पछि मैले केही कुर्सीहरू खाली गरेर मान्छे जान पठाएँ, खोजेँ, कोही मान्छे जाँदैन त। धेरै फकाएर गिरेबाट एउटा मान्छे ल्याएँ, तपाईँ त्यहाँ जानुहोस्, जानै मान्दैन, म जानु डर लाग्छ भन्छ। 15 दिन 20 दिन त्यसले त्यतिकै होल्ड गरेर राख्यो। अनि पछि मैले भने तपाईँ कुर्सीको दाम 40 लाख हो, योभन्दाको अगाडिको मन्त्री विभागीय प्रमुख ककलले हो 40 लाख बिक्री गरेको कुर्सी हो, तपाईँ त जाने नजाने, तपाईँ जानुहोस्। अब तपाईँसँग मैले पैसा मागेको त छैन, तपाईँ जनतालाई, आम नागरिकलाई काम गर्नलाई किन डराउनुहुन्छ, जानुहोस् भनेर भनेपछि कर गरेपछि ती मान्छे गयो।